जनप्रवाह मिडिया प्रणालीमा प्रदेश 1 नम्बर प्रदेश कोशी प्रदेशको हाम्रो इन्चार्ज नेकपाको इन्चार्ज दिपेशजीलाई स्वागत गर्न चाहन्छु दाइ तपाईलाई धन्यवाद है। तपाईँ आज खेतबारीमा भेटिराख्नु भएको छ। यो खास किन यो तपाईहरु यता नेता कार्यकर्ता सबै यहाँ चाहिँ 15-20 जना भेला भएर धान काटिराख्नु भएको छ। यो तपाईहरुले के गरिराख्नु भएको छ? खास कुन अभियान छेड्न खोजिराख्नु भएको छ? नेपालको राजनीति खास गरी नेपाली कम्युनिस्ट आन्दोलन चाहिँ पुरा ठुलो हुने, काम केही नहुने, देश बनाउने कुरा हुने तर व्यवहारमा केही नगर्ने, यो परम्परालाई तोड्नको निम्ति सबैभन्दा पहिला हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्छ भन्ने योजना ल्यायो। देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनको निम्ति सबैभन्दा पहिला पार्टीका नेता तथा कार्यकर्ता र सङ्गठनहरू आफै नै आत्मनिर्भर बन्नुपर्छ र अगाडि बढाइने क्रान्तिलाई पनि आत्मनिर्भरताको बाटोबाट अगाडि बढाउनुपर्छ भन्ने चाहिँ सोचबाट हाम्रो पार्टी उत्पादनमा लाग्यो र यो उत्पादनको नीति चाहिँ हाम्रो पार्टीले विगत 3 वर्षदेखि देशैभरि अगाडि बढाइरहेको छ र त्यही अनुरूप देशभरका हाम्रा सहयोद्धा कमरेडहरू, नेता कार्यकर्ता र विभिन्न सङ्गठनमा रहनुभएका कमरेडहरू चाहिँ आज असारदेखि यो मङ्सिरसम्म र मङ्सिरदेखि फेरि हुँदै बालीको चाहिँ तपाईँको चाहिँ चैत वैशाखसम्म उत्पादनको निम्ति खेतबारीमा हुनेछ। सङ्गठनको कामलाई पनि अगाडि बढाइनेछ, सङ्घर्षको कामलाई पनि अगाडि बढाइनेछ र उत्पादनको कामलाई पनि अगाडि बढाइनेछ। त्यही सिलसिलामा चाहिँ हामी आज देशभर, सायद यतिखेर देशभर नै हाम्रो पार्टीका नेता कार्यकर्ताहरू खेतबारीमा हुनुहुन्छ। त्यही अनुरूप हामी पनि सामूहिक उत्पादनमा तपाईँहरू चाहिँ अगाडि बढिराख्नु भएको छ। त्यसो भनेपछि हजुर यति बेला देशमा चाहिँ जेनजी विद्रोहपछि देशको राजनीतिक कोष नयाँ ठाउँमा पुगेको छ। विश्लेषकहरूले र सबै आम जनताले चाहिँ बुझ्ने हिसाबले सतहमा पुगेको छ। तपाईँहरूको पार्टी यतिखेर दल दर्ता गरेर चुनावी प्रक्रियामा आउने भन्ने कुरा छ र तपाईँहरूको धारणा के छ? यसरी तपाईँहरू अहिले जनतासँग जोडिने भन्दा पनि धान काटिराख्नु भएको छ। यो प्रति जनताहरूलाई कसरी स्पष्ट बनाउन चाहनुहुन्छ? पहिलो कुरा चाहिँ हामी उत्पादनमा लाग्दाखेरि हाम्रो पार्टीका नेता कार्यकर्ताहरू मात्रै सँग हामी छैनौँ। हामी स्थानीय जनता, स्थानीय सङ्गठनसँग हामी सँगसँगै सहयात्रा गरिरहेका छौँ। हाम्रोतिर बोलीचालीको भाषामा पर्म भन्ने गरिन्छ। हामी स्थानीय जनताहरूसँग पर्म पनि खेलिरहेका छौँ। उहाँहरू पनि हाम्रोमा आउनुभएको छ, हामी पनि उहाँहरूको उत्पादनको निम्ति उहाँहरूलाई हामी सघाउन गइरहेका छौँ। यो हिसाबले हाम्रो व्यावहारिक चाहिँ साझेदारी पनि भइरहेको छ। त्यो सँगसँगै त्यति बेला हामीले राजनीतिका, विचारका, सङ्गठनका र देशको भविष्यबारेमा हामीले चिन्तन मनन समीक्षा छलफल पनि गरिरहेका छौँ। त्यो हिसाबले हाम्रो सहकारी जनतासँग भइरहेछ। र अर्कोतिर अहिले पछिल्लो चरणमा चाहिँ जो जेनजी विद्रोह भयो, त्यो जेनजी विद्रोह पछाडि चाहिँ हाम्रो पार्टीको के निष्कर्ष छ भन्दाखेरि नेपालमा संसदीय व्यवस्थाको औचित्य समाप्त भयो। जसरी राजदरबार हत्याकाण्डदेखि चाहिँ राजतन्त्रको अन्त्य भएको थियो, त्यसै गरी अहिले चाहिँ नेपालको कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टी र त्यसका नेता जसले यो देशको चाहिँ शासन सत्ता सम्हालेका थिए, उनलाई आन्दोलनकारीले अपदस्थ गरिसके पछाडि जो नयाँ परिस्थिति बनेको छ, यस बेला चाहिँ संसदीय व्यवस्थाको मात्रै होइन, पुराना नेताहरूको जो तपाईँको चाहिँ यथास्थितिवादी सोच, दृष्टिकोण र चाहिँ परम्पराबाट चलिरहेका छन्, पुराना पुस्ताका नेताहरूको पनि तपाईँको चाहिँ औचित्य समाप्त भयो भन्ने ठाउँमा चाहिँ हामी पुगेका छौँ। तसर्थ अब देशमा चाहिँ नयाँ पुस्ताका नयाँ नेतृत्व र त्यसले पनि तपाईँको चाहिँ देशलाई समाजवादतर्फ लैजाने गरी चाहिँ नयाँ ढङ्गको अभियान सञ्चालन गर्नुपर्छ भन्ने मान्यताका साथ हाम्रो पार्टी अहिले अगाडि आएको छ। यसै सन्दर्भमा जो 84 सालको चुनाव हुने कुरा थियो, 84 सालको चुनावलाई चाहिँ यो अहिले बनेको अन्तरिम सरकारले चाहिँ पछि फागुनमा गर्ने भनेर घोषणा गरेको छ। फागुनमा चुनाव होला नहोला त्यसको आफ्नै ठाउँमा छन्। तथापि पनि हाम्रो पार्टीले चाहिँ निर्वाचन आयोगले निर्धारण गरेको समय सीमा र उसले निकालेको चाहिँ त्यो एउटा के भन्छ समयावधिभित्र हाम्रो पार्टी चाहिँ दर्ता प्रक्रिया योपालिको चुनावमा तपाईँहरूको सहभागिता रहन्छ हो। नेपालमा चाहिँ चुनावलाई हेर्ने दुईटा दृष्टिकोण छ। एउटा तपाईँको चाहिँ बहिष्कारको दृष्टिकोण, एउटा उपयोगको दृष्टिकोण। बहिष्कारको दृष्टिकोणबाट परै पुगिजाने त्यसको छेउभेउ नपाउने भयो। उपयोगको दृष्टिकोणबाट अगाडि बढ्दाखेरि तपाईँको त्यहीँ चाहिँ संसदीय दलदलमा भाँसिएर निस्किन नसक्ने भयो। तसर्थ हाम्रो पार्टीले यसलाई चाहिँ तपाईँहरूलाई एउटा आरोप लाग्ने गर्छ। तपाईँहरूले योभन्दा अगाडि कयौँ चुनावहरू, संसदीय चुनावहरूलाई खारेज गर्दै आउनुभएको थियो र संसदीय व्यवस्थालाई तपाईँहरू नमान्ने भनेर तपाईँहरूले बाहिरी चाहिँ खुल्ला कार्यक्रमबाट पनि भनिराख्नु भएको छ। तर तपाईँहरू आफै अन्त घुमेर फेरि चुनावमै सहभागी बन्नको लागि आइपुग्नु भयो नि।
चुनावमा सहभागी हुने भनेको संसदीय व्यवस्थालाई मान्ने भन्ने होइन। चुनावमा सहभागी भएर चुनावबाट प्राप्त गरेका मत र त्यसको परिणामको आधारमा नयाँ ढङ्गले नयाँ आन्दोलनका योजनाहरू निर्माण गर्नको निम्ति पनि त्यो जरुरी रहेछ भन्ने कुरा हामीले बुझ्यौँ। र मैले अघि भन्दै थिएँ, विगतमा चाहिँ नेपालमा चुनावलाई हेर्ने दृष्टिकोण दुईवटा रह्यो र त्योबाट मात्रै सम्भव छैन। र नेपालमा चाहिँ चुनावलाई चाहिँ एउटा नयाँ ढङ्गको एउटा सङ्घर्षको मोर्चामा पनि अगाडि बढाउनुपर्छ भन्ने हिसाबले हाम्रो पार्टी चाहिँ अगाडि आएको छ। तसर्थ त्यही दृष्टिकोणका साथ चाहिँ अहिले हाम्रो पार्टी चुनावीको निम्ति चाहिँ निर्वाचन आयोगमा दर्ता गरिएको। पछिल्लो समयमा तपाईँहरू बिचको पार्टी र माओवादी पार्टी बिच, खास गरी माधव कुमार नेपाल तपाईँहरू बिचको समाजवादी मोर्चा बनेको थियो र 10 वटा पार्टी लगायत उहाँहरूको चाहिँ एउटा पार्टी ध्रुवीकरण अथवा एकता भनौँ प्रचण्डहरूले गर्नुभयो, तपाईँहरू जानु भएन किन? यो यस्तो हो, हाम्रो माओवादी केन्द्र र नेकपा समाजवादीसँग हाम्रा छलफलहरू भइरहेको थियो। हामीले खास गरी केही विषयहरू टुङ्ग्याएर मात्रै अगाडि बढ्नुपर्छ भन्ने हाम्रो कुरा थियो। र त्यसमा के थियो भन्दाखेरि चाहिँ मौजुदा तपाईँको चाहिँ संसदीय व्यवस्थाको विकल्पमा समाजवाद हो भने समाजवादभित्रका आधारभूत मूल्य मान्यता र त्यसका अन्तर्वस्तुहरू के हुन्छन् त्यो कुरालाई डिक्लेयर गरौँ, पहिलो कुरा। दोस्रो कुरा, त्यो समाजवादमा पुग्नको निम्ति हामीले अपनाइने तपाईँको चाहिँ राजनीतिक कार्य चाहिँ कस्तो हुन्छ त्यो कुरालाई ठोस गरौँ र त्यसको आधारमा सङ्गठनात्मक संरचना निर्माण गरेर त्यसको नेतृत्वलाई अगाडि बढाउँ। यो कुरा चाहिँ फाइनल गरेर अगाडि जाँदाखेरि मात्रै चाहिँ सही हुन्छ भन्ने हिसाबले हाम्रो छलफलहरू चलिरहेको थियो। तर उहाँहरू हतारमा चाहिँ तपाईँको चाहिँ एकता प्रक्रियामा अगाडि बढ्नुभयो। त्यो किन गर्नुभयो त्यो उहाँलाई थाहा होला। तर हामीलाई लाग्छ यो परिकारको एकता भनेको चाहिँ टाउको जोड्ने भन्दा अरू सैद्धान्तिक, राजनीतिक र वैचारिक हिसाबले अरू परिणाम। अब तपाईँहरूको एकताको सम्भावनाको विषय यहीँ टुङ्गिएको हो त? त्यसो भन्दा नै अहिले नै टुङ्गिएको भनिहाल्नु त मिल्दैन। राजनीतिक छलफलहरू भइरहेछ। हाम्रो पार्टीले नै हो तपाईँको चाहिँ नेपालमा एउटा समाजवादी केन्द्र निर्माण गर्नुपर्छ भनेर समाजवादी मोर्चा निर्माण गरेको। हाम्रो पार्टीले नै हो अहिले तपाईँको चाहिँ नेपालमा अब नयाँ एउटा कम्युनिस्ट केन्द्र निर्माण गर्नुपर्छ। आवश्यक पर्दाखेरि तपाईँको चाहिँ नेपाली कम्युनिस्ट आन्दोलनलाई चाहिँ अगाडि बढाउनको निम्ति त्यसलाई चाहिँ एउटा निष्कर्षको बिन्दुमा पुर्याउनको निम्ति एउटा नयाँ ढङ्गको तपाईँको चाहिँ घोषणापत्र जारी गर्नु पर्ने पनि हुनसक्छ भन्ने ठाउँबाट हाम्रो पार्टीले अगाडि सारेको। त्यसो भएको हिसाबले हाम्रो पार्टी त निरन्तर रूपमा यो छलफल, संवाद र एकताको प्रक्रियाको निम्ति एउटा जिम्मेवार ढङ्गले अगाडि बढी नै राखेको छ। र त्यो हिसाबले भन्दाखेरि चाहिँ अहिले नै एकताको ढोका बन्द भएको होइन, हामी छलफलको क्रममा छौँ। हस् त, तपाईँलाई विशेष धन्यवाद। जस्तै श्रमकै क्रममा तपाईँको समय उपलब्ध गराइदिनु भएकोमा तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छौँ। हजुर, यो हामी उत्पादनको निम्ति खेतबारीमा रहिरहेको बेला यहाँले पनि आफ्नो समय दिएर यहाँसम्म आउने कष्ट गर्नुभयो, हामीलाई सम्झना गर्नुभयो। हाम्रो उत्पादनको कामलाई, हाम्रो श्रमको कामलाई, हामीले बगाएको पसिनाको कामलाई एउटा मूल्यको रूपमा जो आम जनताको बिचमा पुर्याउनको निम्ति तपाईँको यहाँ कोसिस भइरहेको छ। यसको निम्ति तपाईँलाई पनि हाम्रो पार्टीको तर्फबाट धेरै धेरै धन्यवाद।